देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन र 70 खर्बको आर्थिक लक्ष्य हासिल गर्न सरकारले आगामी बजेटको तयारीलाई तीव्र बनाएको छ। अर्थमन्त्रीले यसपटक परम्परागत शैलीभन्दा फरक, उत्पादनमुखी र रोजगारी सृजना गर्ने खालको बजेट ल्याउने गृह कार्य गरिरहनु भएको छ। मुख्य प्राथमिकताहरू: स्वदेशी पुँजीको सही सदुपयोग, देशभित्रै रहेका साना तथा ठूला उद्योगहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने, प्रवासी नेपालीहरूको लगानी डायास्पोरा इन्भेस्टमेन्ट, विदेशमा रहेका नेपालीहरूको सिप, प्रविधि र पुँजीलाई देश विकासमा जोड्न एकपटकको नेपाली सधैँको नेपाली भन्ने भावनाका साथ लगानी र सम्पत्तिको सुरक्षा गर्ने, विदेशी लगानी आकर्षण, झन्झटिला ऐन कानूनहरूलाई खारेज वा परिमार्जन गर्दै लगानी मैत्री वातावरण सृजना गर्ने, फजुल खर्चमा कटौती, पुराना, काम नलाग्ने र प्रभावहीन आयोजनाहरूलाई हटाएर नयाँ तथा गौरवका आयोजनाहरूमा मात्र बजेट केन्द्रित गर्ने। यो नयाँ बजेटले देशमा व्याप्त आर्थिक मन्दीलाई चिर्दै युवा स्वरोजगार र डिजिटल अर्थतन्त्रलाई कत्तिको बलियो बनाउला? तपाईको विचारमा आगामी बजेटमा कुन कुरालाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्छ? आफ्नो धारणा कमेन्टमा लेख्नुहोला।